नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। म उज्जवल नेउपाने उज्जवल भविष्य दर्पणमा यहाँहरूलाई हृदयदेखि स्वागत गर्न चाहन्छु। आजको भिडियोमा हामी तुला राशिको वार्षिक राशिफलका बारेमा छोटो मिठो तरिकाले कुराहरू गर्न गइरहेका छौँ। यदि तपाईँहरूको पनि तुला राशि हो भने तपाईँ सही ठाउँमा आउनुभएको छ। यदि तपाईँलाई आफ्नो जीवनीको बारेमा, आफ्नो 82 साल कस्तो जान्छ, 82 सालमा आफ्नो शिक्षा, वैदेशिक यात्रा, ऋण अथवा आय स्रोत, आफ्नो गरिरहेको जागिरको पद प्रतिष्ठा बढ्छ बढ्दैन, अथवा बेरोजगार हुनुहुन्छ भने रोजगारको प्राप्ति छ छैन, यी सबै कुराहरू जान्नको लागि तपाईँहरू उज्जवल भविष्य दर्पणमा आउनुभएको छ र म तपाईँहरू सबैलाई स्वागत गर्दै भिडियोतर्फ अगाडि बढ्न चाहन्छु। 2082 साल तुला राशि हुने व्यक्तिहरूका लागि शुभ फलदायी वर्ष रहेको छ। बृहस्पति र शनि शुभ रहनाले अधुरा काम पूरा हुनेछन्। त्यस्तै पठन पाठन लगायत बौद्धिक क्षेत्रमा काम बन्नेछ। आमदानी बढ्नाले आर्थिक उन्नति हुनेछ। शत्रुहरू नासिनेछन् भने स्वास्थ्य समस्याबाट समेत छुटकारा मिल्नेछ। राहु अशुभ रहनाले अचानक हानि बेहोर्नु पर्नेछ। सन्तान समेत टाढिनेछन्, तर वैशाखमा लामो यात्रा हुने र खर्च समेत बढ्ने। त्यस्तै जेठमा स्वास्थ्य समस्याले सताउने, असारमा मान सम्मानमा हानि हुने, श्रावणमा सुख र धन वृद्धि हुने भने भदौमा गुमेको धन हात पर्नेछ। असोजमा यात्रा र खर्च वृद्धि, कार्तिकमा स्थान परिवर्तन, मङ्सिरमा स्वास्थ्य समस्या, फागुनमा आर्थिक सङ्कट र ऋण एवं चैतमा शत्रुहरू नाश हुनेछन्। आर्थिक दृष्टिले श्रावण, भदौ, पुष र चैत महिना शुभ रहेका छन्। यहाँहरूले कुनै शुभ कर्म गर्नु परेको छ भने श्रावण महिनामा, भाद्र महिनामा, पुष महिनामा र चैत महिनामा ती शुभ कर्महरू गर्दा ठिक हुन्छ। विदेश जानुपर्ने छ भने त्यो समयमा तपाईँहरूले इन्टरभ्यू दिँदा राम्रो, त्यो समयमा अप्लाई गर्दा राम्रो। यदि नयाँ बिजनेस गर्दै हुनुहुन्छ अथवा नयाँ व्यापार गर्दै हुनुहुन्छ भने पनि त्यो समयमा तपाईँको लागि अत्यन्तै उत्तम हुन्छ। कुनै यात्रामा जाँदै हुनुहुन्छ भने त्यो महिना यात्रा गर्दा फलदायी हुन्छ, राम्रो हुन्छ। र कुनै कुरामा इन्भेस्टमेन्ट गर्दै हुनुहुन्छ भने पनि यी महिनाहरूमा तपाईँको लागि अत्यन्तै लाभदायी छ भने बाँकीका महिना त्यति राम्रो रहँदैन। र जाँदा जाँदै भिडियोको अन्त्यमा म के भन्न चाहन्छु भने यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई अवश्य पनि सब्सक्राइब गरिदिनु होला र कस्तो लाग्यो भिडियो कमेन्ट गर्नुहोला। अनि आफ्ना तुला राशि भएका साथीहरूसम्म यो भिडियो अवश्य पनि पुर्याइदिनु होला। सबैलाई यो भिडियोबाट लाभान्वित गराइदिनु होला भन्दै म मेरा छोटा मिठा भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद। फेरि हामी अर्को भिडियोमा अवश्य भेट्नेछौँ। जय श्री राधे, जय श्री कृष्ण।